हामीले के खोजिरहेको हो त भन्दाखेरि उहाँहरूले नक्कली भनिरहनु भएको छ भनेदेखि डाटा देखाउनु पर्यो को नक्कली को सक्कली भने खै कति डाटा सङ्कलन गर्नुभयो हामी त के खोजिरहेको थियौँ त भन्दाखेरि जनताको सरकार हो भनेदेखि हामीलाई उहाँबाट एक्सपेक्टेसन भनेको उहाँहरू स्थानीयसँग संवाद गर्दै हुनुहुन्छ सुकुम्बासीहरूसँग संवाद गर्दै हुनुहुन्छ उहाँहरूले यति डाटा निकाल्नु भयो यो मान्छेको यस्तो रहेछ भन्ने कुरा खोजिरहेको थियौँ नि त त्यसपछि तपाईँहरूले गर्नुहोस् न के गर्नुहुन्छ केही डाटा ननिकाल्ने यत्तिकै उहाँहरूले फेक न्युजहरू निकाल्ने अनि त्यसपछि त्यस्तो भन्ने त रोइरहनु भएको थियो हिजो त्यहाँनिर भित्र व्यक्तिहरू हात समातेर तपाईँ आज हामीसँगै बस्नुहोस् भोलि हामीलाई निकाल्छन् भनिरहनु भएको थियो त्यो भोइस खै त आएको बाहिर उहाँहरू फेसै गर्न चाहनुहुन्न उहाँहरू बोल्नै चाहनुहुन्न किन भन्दाखेरि उहाँहरू बोल्दा उहाँहरू थाकिसक्नु भयो के अब हामीले बोलेर पनि फाइदा छैन भन्ने उहाँहरूलाई महसुस भइसक्यो त्यो भएर पनि उहाँहरू बोल्न खोजिरहनु भएको छ जसरी खासमा तपाईँ आउनु भएको चाहिँ किन हो बुझिएन के स्पष्ट भन्दिनँ छोटो उत्तर के यत्रो रोक्न आउनु भएको कि ल सुन्नुहोस् म अरे तपाईँले भन्नुहोस् न कि एक्चुअली उहाँले भन्नुहोस् न तपाईँले भन्नुहोस् त किन आउनु भएको हामी यहाँ आज दोधो चल्नेवाला छ बोल्न दिनु न बोल्न दिनु अल आइज हो ओके तपाईँले आन्सर चाहेको हामी के हो हाम्रो यो किन पनि हाम्रो यहाँ आउनु किन पनि कर्तव्य छ संविधान दिएको अधिकार हो भायोलेसन भएको छ त्यो भनेको हरेक नागरिकको सार्वभौमिकतामाथिको भायोलेसन हो फन्डामेन्टल राइट जहाँ पनि इन्जस्टिस एनीवेयर इज इन्जस्टिस एभ्रिवेयर भन्ने कुरा सुन्नुभएको छ नि होइन हजुरले सो त्यो कुरालाई मनन गरेर बुझ्ने मान्छे भएको कारण हामी यहाँ आएको हाम्रो साथीहरू हामीले चिनेको मान्छेहरू यो इस्यु कति इम्पोर्टेन्ट छ कुन लेभलमा चाहिँ ह्युमन राइट्स भायोलेसन भइरहेको छ भन्ने कुरा बुझेर आएको र हामीले यहाँ राज्यले जुन उद्देश्य छ भन्नुभएको छ त्यो उद्देश्य राख्नु गलत हो भनेको छैन तर जुन तरिकाले त्यो उद्देश्यलाई तरिका ठिक भएन भन्न आएको हो हामीले तरिका पुर्या मैले अघि भर्खर भने तरिका के हुनुपर्थ्यो सबैभन्दा पहिला त तपाईँ प्लान अफ एक्सन के हो त हामी गर्छौँ भनिराख्नु भएको छ पहिला पनि त्यो त भयो नि होइन गर्छौँ भनेर यसरी भएको डिस्प्लेस भएको धेरैचोटि तर उहाँको एकदमै धेरै दुर्दशा भएको छ होइन पहिला पनि त्यस्तो सिनहरू छ राम्रो पनि भएको छ तर नराम्रो फेरि नहोस् पहिलाको ट्रिगर जुन पोइन्ट थियो त्यसले ट्रिगर भएको छ नि होइन त्यस्तो नहोस् अव्यवस्था नहोस् भनेर एक्सन प्लान ल्याउनुहोस् के छ तपाईँहरूको प्लान एक्ज्याक्टली एक्जिक्युटेबल राइट वचन मात्रै भएन कि त्यो भाषण जस्तो स्टेटस मात्रै राज्यले चाहिँ अहिले यो अहिले चाहिँ सुकुम्बासी बस्ती हटाउन लागेको चाहिँ हटाउन लाग्यो भने चाहिँ राज्यले चाहिँ यिनीहरूलाई दमन गरेको सुकुम्बासी बस्तीलाई दमन गरेको यिनीहरूलाई मार्न लागेको भन्ने तपाईँहरूको आशा छैन मार्न लागेको भनेको छैन त्यसमा त राज्यले त उनीहरूलाई सेल्टरमा राखेर उनीहरूलाई चाहिँ वर्गीकरण गरेर त्यो राज्यले गरेछ त कहाँ छ तपाईँ हजुरले देख्नु भएको छ हजुर नागार्जुनमा बिल्डिङै बनाएर राखिदिएको छ 5 तलाको बिल्डिङमा छ त्यहाँ लगेर राख्ने भने नागार्जुनले त नगर्ने भनेको छ भने हामी सूचना पाइरहेछौँ अब रेको कुरा नगर्नु न राज्यले गर्न लागेको काम र व्यक्तिले गर्न लागेको काममा फरक हुन्छ नि नि रेको कुरामा त आउँदै छ त्यहाँ लगेर राख्ने राज्यले पहिला सेल्टरमा लगेर राखेर त्यसपछि मान्छे छुट्याएर को चाहिँ वास्तविक सुकुम्बासी हो र राज्यको अगेन्स्टमा पनि होइन जस्ट ड्यू प्रोसेस हुनु पर्यो सुशासन सुव्यवस्था भनेको छ नि अहिले त होइन त्यत्रो मान्छे मरेर यो नयाँ सरकार खडा भएको अब नयाँ सरकारको त नयाँ प्रवृत्ति होला एकदमै जनतालाई फर्स्ट राख्ला भन्ने हो हाम्रो राज्यले हामीले आक्षेप टेरोराइज गर्नु खोजेको अथवा अगेन्स्टमा होइन वी जस्ट निड ड्यू प्रोसेस होस् यहीँ बसेर पनि त जो फेक छ भने उहाँहरूलाई पहिचान गर्नुहोस् उहाँले